नमस्ते, मेरो नाम अनिता मोक्तान हो। म चाहिँ नुवाकोट डिस्ट्रिक्टबाट र मैले चाहिँ एटीएमसी न्युजिल्यान्डमा अप्लाई गरेको हो। कोर्स चाहिँ ग्रेजुएट डिप्लोमा इन हेल्थ केयर लेभल 7 मा गरेको छु। मैले चाहिँ ब्याचलर सकिसकेपछि बाहिर जाने ट्राई गर्दै थियो र त्यसकै क्रममा साथीहरूसँग डिस्कस गर्ने बेलामा चाहिँ मेरो एकजना साथीले सेपिङ माइन्ड्स ग्रुपको बारेमा रिकमेन्ड गर्नुभयो। त्यसपछि चाहिँ म यहाँ आएर डिटेली इन्फर्मेसन यहाँको म्यानेजरसँग चाहिँ मैले काउन्सिलिङ लिएँ र न्युजिल्यान्डको बारेमा चाहिँ उहाँले मेरो कोर्सको राम्रोसँग काउन्सिलिङ गरिदिनु भयो। त्यसपछि चाहिँ मैले अगाडि प्रोसेस गर्ने निर्णय लिएँ र त्यसपछि चाहिँ मैले यहीँ सेपिङ माइन्ड्स ग्रुपमै पिटी क्लास जोइन गरेँ। 1 महिनाको प्रिपरेसन पछि चाहिँ मैले पिटी क्लास एक्जाम दिइसकेँ र मैले पिटी एक्जाम दिइसकेपछि लगातार 1-2 दिनपछि नै मैले अफर लेटरका लागि प्रोसेस गरेको थिएँ। चाहिँ सरहरूको रिकमेन्डेसन अनुसार मैले प्रोसेसहरू अगाडि बढाएर यहाँको स्टाफ मेम्बरहरूले चाहिँ मलाई डकुमेन्टेसन गर्नको लागि धेरै गाइड गर्नुभयो र टाइममा एनी टाइम जतिखेर मलाई गाइडलाइन्स चाहिन्थ्यो त्यो बेला चाहिँ उहाँहरूले हेल्प गरिदिनु भयो। अब थ्रु म्यासेजबाट र कलबाट अथवा वाट्सएप ग्रुपबाट चाहिँ उहाँहरूले मलाई धेरै हेल्प गर्नुभयो र अराउन्ड 10-11 डेज भित्रमा चाहिँ मेरो अफर लेटर आएको थियो। त्यसपछि चाहिँ बाँकी डकुमेन्टेसनको प्रोसेस गरेको हो र मैले चाहिँ सबै प्राय जस्तो मेरो डकुमेन्ट चाहिँ वाट्सएपबाट मेलबाट चाहिँ सेन्ड गरेको भएर मलाई त्यति धेरै आवत जावत गरिराख्नु परेन कन्सल्टेन्सीमा र मैले चाहिँ धेरै दुःख पनि पाएन किनकि उहाँहरूले टाइममा कलबाट म्यासेजबाट चाहिँ डकुमेन्टहरू यसरी बनाउनु पर्छ भनेर स्याम्पलहरू दिनुको साथै रिकमेन्डहरू गर्ने सचाइ दिनु पनि भएको थियो। त्यही भएर त्यति धेरै गाह्रो भएन मलाई चाहिँ डकुमेन्टहरू बनाउनका लागि। मेरो चाहिँ डकुमेन्टेसनमा चाहिँ खासै गाह्रो भएन तर ब्याङ्क लोन गर्ने बेलामा चाहिँ धेरै गाह्रो भएको थियो। त्यो बेलामा चाहिँ सरहरूले मलाई क्लियरली गाइड गरेर पाथवेहरू देखाइदिनु भयो। अनि त्यसपछि भनेको अब धेरै मान्छेहरूलाई चाहिँ न्युजिल्यान्ड प्रोसेस गर्दाखेरि एकदम हार्ड फेस गर्नु परिरहेको हुन्छ। सो त्यो फेस नगर्नुको लागि चाहिँ आफूले जेन्युन डकुमेन्ट आफ्नो जे छ त्यो रियालिटी बनाउनु पर्यो। कुनै फेक नबनाइकन ओरिजिनल डकुमेन्टहरू बनाउनु भयो भने चाहिँ हजुरले इन्टरभ्यूहरू फेस गर्नु पर्दैन। मेरो केसमा चाहिँ डकुमेन्टहरू सबै जेन्युन भएको भएर चाहिँ मेरो इन्टरभ्यू लिएको थिएन, डाइरेक्ट एआइपी आएको थियो। सुरुमा एसओपी लेख्न चाहिँ मलाई धेरै गाह्रो भएको थियो किनकि मलाई रिसर्च कसरी गर्ने के गरेर एसओपी लेख्ने भनेर नलेजै थिएन र पछि मैले यहाँ सरहरूसँग कुरा गर्दाखेरि उहाँहरूले चाहिँ मलाई रिसर्चहरू यो थ्रुबाट यो वेबसाइटबाट यसरी गर्नुपर्छ भनेर चाहिँ गाइडलाइन गर्नुभएको थियो र स्याम्पलहरू दिनुभएको थियो। स्याम्पलहरूको आधारमा र मेरो आफैले रिसर्च बेसमा चाहिँ मैले आफ्नो एसओपी आफै लेखेको थियो र त्यसकै बेसमा मैले इन्टरभ्यूको लागि पनि प्र्याक्टिस गरेको थिएँ। मेरो चाहिँ इन्टरभ्यू नभए पनि सेपिङ माइन्ड्स ग्रुपले चाहिँ एकदम धेरै प्रिपरेसन गराइदिनु भएको थियो। हामीले यहाँ 1-2 चोटि प्रिपरेसन क्लास पनि सेपिङ माइन्ड्समै आएर गऱ्यो र त्यसको त्यो बाहेक अर्को पनि सरले टाइम निकालेर हामीलाई फोनमा पनि इन्टरभ्यू प्रिपरेसनका लागि क्लासहरू दिनुभएको थियो। अनि अब पेपरहरू अब रिलेटेड आउन सक्ने पोसिबिलिटी हुने सक्ने क्वेसनहरू दिएर हामीलाई धेरै प्र्याक्टिस गराउनु भएको थियो र अरू अप्लाई गर्नु भएको साथीहरूसँग चिनाउनु भएर ग्रुपमा पनि उहाँले डिस्कसन गरेर इन्टरभ्यू प्रिपरेसन गर्न दिनुभएको थियो। मेरो चाहिँ ब्याचलर 2021 कम्प्लिट भएको थियो र त्यसको कारणले मसँग लगभग 3 इयर्स जति चाहिँ ग्याप थियो। त्यो ग्यापमा चाहिँ मैले वर्क एक्सपिरियन्स लेटर चाहिँ देखाएको थियो। अब जेन्युन नै थियो मेरो वर्क एक्सपिरियन्स लेटर। सेपिङ माइन्ड्स ग्रुप कन्सल्टेन्सीले चाहिँ न्युजिल्यान्ड मात्र नभइकन अरू विभिन्न देशहरू जस्तै क्यानाडा, युएसए, युके को लागि पनि प्रोसेस गर्ने गर्छ र यसकोमा चाहिँ स्टुडेन्टमा मात्र नभइकन हजुरहरूले भिजिट भिजा डिपेन्डेन्टको लागि पनि धेरै फेसिलिटीहरू दिनुभएको छ र एउटा मात्र कन्ट्रीमा नभइकन सबै वर्ल्ड वाइड नै सेपिङ माइन्ड्स ग्रुपले चाहिँ राम्रोसँग गाइडलाइन गरेर हजुरहरूको ड्रिम्सहरूलाई पुरा गर्न सक्नुहुन्छ। एकचोटि चाहिँ हजुरहरूले यहाँ भिजिट गर्नु भएर आफूलाई लागेको कुराहरू चाहिँ राम्रोसँग कन्सल्ट गर्न सक्नुहुन्छ। मेरो ओभरअल एक्सपिरियन्समा चाहिँ मैले राम्रै सपोर्ट पाएको छु किनकि यहाँबाट मैले काउन्सिलिङको पहिला त म कन्फ्युजनमै थिएँ के पढ्ने कसरी गर्ने भनेर। त्यो कन्फ्युजन पनि मैले यहाँ आएर
क्लियर भयो। यहाँ चाहिँ राम्रोसँग गाइडलाइन्सहरू गर्नुभएको थियो, काउन्सिलिङ गरिदिनु भएको थियो र यहाँको स्टाफहरूले पनि एकदम धेरै गाइड दिनुभएको थियो र सपोर्ट गर्नुभएको थियो मेरो यो ओभरअल जर्नी न्युजिल्यान्डका लागि चाहिँ।